2082 चैत्र 2 गते सोमबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल मौसमको अवस्था। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल र कोशी र बागमती प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा हिमपातको भइरहेको छ। आज 2082 चैत्र 2 गते सोमबार। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2082 चैत्र 2 गते सोमबार। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाडौँ। फोन 1155 1014 113 119 1014 113 345।